हामी मिसन 84 भनिरहेका छौँ। आज 81 छ, 81 मा के गर्ने, 82 मा के गर्ने, 83 मा के गर्ने? जनतालाई ठग्ने कुरा हो यो मिसन 84 भनेको। मिसन 81 मिसन जनता हो, मिसन राष्ट्र निर्माण हो, मिसन आर्थिक विकास हो। यतातिर हामी छैनौँ। जनतालाई ठगेर 2 वर्ष 3 वर्ष ग्याप गरेर मिसन 84 भनेर जनतालाई भ्रम दिइरहेका छौँ। यो भ्रमबाट मुक्त हुनुपर्छ। नेपाल सिङ्गापुर भन्दैन, नेपाल अर्को कुनै देश भन्दैन, नेपाल नेपाल बन्नुपर्छ। यहाँको विकास समुदायमा आधारित हुनुपर्छ। विधि भनेको निर्धाले मान्ने कुरा, विधि निर्धाको लागि हो। जोसँग शक्ति हुन्छ, जोसित पावर हुन्छ, उसले विधि मान्नु पर्दैन। कुरा त सरकारले के गर्छ भनेर होला नि, यहाँ के भन्छ भनेर होइन, के गर्छ भनेर हेरिरहेछ, गरेको कुरा देखिरहेछ। कालो बजारी बढ्छ कि भन्ने जनतालाई एउटा आतंक छ नि त। कतै सबै सरकारी सम्पत्ति, कतै फेरि सबै बाँडिन्छ कि भन्ने शङ्का छ नि त। मिठो कुरा पनि हतारमा खाँदाखेरि घाँटीमा अड्कियो भने त्यसको स्वादको अर्थ हुँदैन। आज अध्यादेश कहाँ अड्किराखेको छ? विदेश जाने नै नीति पराइदिएपछि त हुने त्यही नै भयो। त्यो शिक्षाको सुधार कसरी गर्ने हो? ती रेमिटेन्स पठाउनेहरूको जिन्दगी, उनको अवस्था आज के छ? ऋण लिएर विनियोजन गरेको बजेट पनि खर्च हुन सक्दैन। हाम्रा बहसहरूले त्यो संस्कार स्थापित गर्न सक्छ? जनताले हेरिराखेका छ हामीलाई। हामीबाट के सिक्ने? अन्तर्राष्ट्रिय विमानस्थलबाट महिलाहरू कामदारको रूपमा दिनदिनै सयौंको संख्यामा गइरहेको अवस्था सरकारले टुलटुल हेरिरहेको होला नि त। एउटा सरकारको गृहमन्त्री आएर रोस्टमबाट 5 लाख रुपियाँ दिने निर्णय सुनाउने, अर्को गृहमन्त्री आएर 4 लाखमा फेरि निर्णय गर्ने। जनताको घर बन्नु पर्दैन, गरिबको घर बन्नु पर्दैन। मान्य सभामुख महोदय, यहाँ विधि मिच्ने काम गर्न नदिऊ।